तपाईको प्रश्न नम्बर 1 सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएको जिल्ला कुन हो? अप्सन ए भक्तपुर, अप्सन बी काठमाडौँ, अप्सन सी सर्लाही, अप्सन डी रूपन्देही। तपाईको उत्तर सही हुन्छ अप्सन ए भक्तपुर। तपाईको प्रश्न नम्बर 2 शुद्ध पानीको पीएच स्केल कति हुन्छ? अप्सन ए 5.5, अप्सन बी 7, अप्सन सी 8.5, अप्सन डी 10। तपाईको उत्तर सही हुन्छ अप्सन बी 7। तपाईको प्रश्न नम्बर 3 देवताहरूको वैद्य भनेर कसलाई भनिन्छ? अप्सन ए बृहस्पति, अप्सन बी धन्वन्तरी, अप्सन सी अश्विन कुमार, अप्सन डी अगस्त्य ऋषि। तपाईको उत्तर सही हुन्छ अप्सन बी धन्वन्तरी। तपाईको प्रश्न नम्बर 4 नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो? अप्सन ए चाँगु नारायण मन्दिर, अप्सन बी पशुपतिनाथ मन्दिर, अप्सन सी मनकामना मन्दिर, अप्सन डी मुक्तिनाथ मन्दिर। तपाईको उत्तर सही हुन्छ अप्सन ए चाँगु नारायण मन्दिर। तपाईको प्रश्न नम्बर 5 रानी महल कसले बनाएका हुन्? अप्सन ए जुद्ध शमशेर, अप्सन बी चन्द्र शमशेर, अप्सन सी खड्ग शमशेर, अप्सन डी भीम शमशेर। तपाईको उत्तर सही हुन्छ अप्सन सी खड्ग शमशेर। जीके भिडियो मन पर्छ भने लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अन गर्नुहोला। तपाईको प्रश्न नम्बर 6 पर्ज भनेर कुन जातिलाई चिनिन्छ? अप्सन ए मगर, अप्सन बी चेपाङ, अप्सन सी थारू, अप्सन डी क्षेत्री। तपाईको उत्तर सही हुन्छ अप्सन बी चेपाङ। तपाईको प्रश्न नम्बर 7 पानी पर्न जेठमा गोरु बेल्न पर्व कुन समुदायमा मनाइन्छ? अप्सन ए मगर, अप्सन बी थारू, अप्सन सी लिम्बू, अप्सन डी नेवार। तपाईको उत्तर सही हुन्छ अप्सन बी थारू। तपाईको प्रश्न नम्बर 8 महाभारतका पात्र भीष्म पितामहको पिताको नाम के थियो? अप्सन ए सन्तानु, अप्सन बी वेदव्यास, अप्सन सी धृतराष्ट्र, अप्सन डी द्रोणाचार्य। तपाईको उत्तर सही हुन्छ अप्सन ए सन्तानु। तपाईको प्रश्न नम्बर 9 लिच्छवी कालमा राजकीय भाषा के थियो? अप्सन ए संस्कृत, अप्सन बी प्राकृत, अप्सन सी पाली, अप्सन डी नेपाली। तपाईको उत्तर सही हुन्छ अप्सन ए संस्कृत। तपाईको प्रश्न नम्बर 10 भीमसेन थापा कसका पुत्र हुन्? अप्सन ए अमरसिंह थापा, अप्सन बी जयप्रकाश थापा, अप्सन सी रणवीर थापा, अप्सन डी पौड्रिक थापा। तपाईको उत्तर सही हुन्छ अप्सन डी पौड्रिक थापा। तपाईको प्रश्न नम्बर 11 अर्नीको हिमाल कुन जिल्लामा पर्छ? अप्सन ए रसुवा, अप्सन बी दोलखा, अप्सन सी सोलुखुम्बु, अप्सन डी गोरखा। तपाईको उत्तर सही हुन्छ अप्सन बी दोलखा।
तपाईको प्रश्न नम्बर 12 कुन हिमाललाई किलर माउन्टेन भनिन्छ? अप्सन ए मनासलु, अप्सन बी धौलागिरी, अप्सन सी अन्नपूर्ण, अप्सन डी कञ्चनजङ्घा। तपाईको उत्तर सही हुन्छ अप्सन ए मनासलु। तपाईको प्रश्न नम्बर 13 चैत वैशाखमा कुन ऋतु पर्दछ? अप्सन ए ग्रीष्म, अप्सन बी हेमन्त, अप्सन सी वसन्त, अप्सन डी शिशिर। तपाईको उत्तर सही हुन्छ अप्सन सी वसन्त। तपाईको प्रश्न नम्बर 14 सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी मोरङ, अप्सन सी सर्लाही, अप्सन डी सिन्धुप्लान्चोक। तपाईको उत्तर सही हुन्छ अप्सन सी सर्लाही। जीके भिडियो मन पर्छ भने लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अन गर्नुहोला। तपाईको प्रश्न नम्बर 15 कोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो? अप्सन ए टामोर, अप्सन बी सुनकोशी, अप्सन सी अरुण, अप्सन डी बागमती। तपाईको उत्तर सही हुन्छ अप्सन सी अरुण। तपाईको प्रश्न नम्बर 16 मस्याङदी नदीको पौराणिक नाम के हो? अप्सन ए त्रिशुली, अप्सन बी कालीगण्डकी, अप्सन सी शीतप्रभा, अप्सन डी कोशी। तपाईको उत्तर सही हुन्छ अप्सन सी शीतप्रभा। तपाईको प्रश्न नम्बर 17 भाले बस्ने ताल कुन जिल्लामा पर्दछ? अप्सन ए लमजुङ, अप्सन बी गोर्खा, अप्सन सी पर्वत, अप्सन डी स्याङ्जा। तपाईको उत्तर सही हुन्छ अप्सन बी गोर्खा। तपाईको प्रश्न नम्बर 18 सार्क क्षेत्रमा सबैभन्दा कम भ्रष्टाचार हुने देश कुन हो? अप्सन ए भुटान, अप्सन बी नेपाल, अप्सन सी भारत, अप्सन डी बङ्गलादेश। तपाईको उत्तर सही हुन्छ अप्सन ए भुटान। तपाईको प्रश्न नम्बर 19 क्रिकेटको जन्मभूमि भनेर कुन देशलाई चिनिन्छ? अप्सन ए अस्ट्रेलिया, अप्सन बी भारत, अप्सन सी इङ्ल्यान्ड, अप्सन डी वेस्ट इन्डिज। तपाईको उत्तर सही हुन्छ अप्सन सी इङ्ल्यान्ड। यस प्रश्नको सही उत्तर हाम्रो कमेन्ट बक्समा अवश्य नै दिनुहोला। सुन्दर देख्नको लागि कुन फल खानुपर्छ? अप्सन ए केरा, अप्सन बी स्याउ, अप्सन सी अम्ला, अप्सन डी अनार। यस प्रश्नको सही उत्तर हाम्रो कमेन्ट बक्समा अवश्य नै दिनुहोला। तपाईँ सबैजनाहरूले भिडियोलाई लाइक गरिदिनु, आफ्नो साथीहरूलाई भिडियो सेयर गरिदिनु र हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अन गरिदिनु। धन्यवाद।